नमस्कार। यदि तपाईको प्रिन्टरले पनि इङ्कजेट प्रिन्टरले पनि यस प्रकारले प्रिन्ट गरिरहेको छ भने यसलाई चाहिँ हामीले कम्प्युटरबाटै मेकानिककोमा नलगिकन चाहिँ हामीले मर्मत गर्न सक्छौं र त्यसको लागि चाहिँ हामीले प्रिन्टरलाई कम्प्युटरसँग कनेक्ट गरेको हुनुपर्छ र यो सेटिङ अथवा यसलाई मर्मत गर्नुभन्दा अगाडि चाहिँ सबैभन्दा पहिले तपाईको कार्ट्रिजमा इङ्क छ कि छैन, फुल इङ्क छ कि छैन भनेर एकचोटी कन्फर्म गर्नु होला र यो बाहिरबाट यसरी देख्न सकिन्छ। त्यसपछि तपाई कुनै पनि फाइललाई ओपन गर्नु होला। मैले अहिलेलाई चाहिँ माइक्रोसफ्ट वर्ड चाहिँ यसरी ओपन गरिरहेको छु र त्यसपछि कन्ट्रोल पी प्रिन्ट गर्नको लागि र तपाईको कुन प्रिन्टर हो त्यो प्रिन्टरलाई चाहिँ सिलेक्ट गर्नुहोस् यो अप्सनबाट र त्यसकै तल तपाई देख्न सक्नुहुन्छ प्रिन्ट प्रपर्टी, त्यहाँ क्लिक गर्नुहोस् र त्यसपछि तीनवटा ट्याब छ यहाँ, त्यसमध्ये चाहिँ मेन्टेनेन्समा जानुहोस् र अघि जुन हाम्रो प्रिन्ट भएको थियो त्यो यस प्रकारले प्रिन्ट भएको थियो र यो चेक गर्नको लागि हो। यो अप्सन तपाईले गइराख्नु पर्ने हुँदैन र यो समस्या आउनुको कारण चाहिँ के हो भन्दाखेरि यदि तपाईको प्रिन्टर चाहिँ धेरै समयदेखि चाहिँ बन्द रहेको छ अथवा तपाईले समयमा इङ्क फिल गर्नु भएन भने अथवा इङ्क लो छ भने चाहिँ यो समस्या आउँछ। अब यो समस्या चाहिँ अब तपाईले इङ्क पनि फिल गरिसक्नु भयो, कार्ट्रिजमा इङ्क हालिसक्नु भएको छ र अथवा धेरै समयपछि प्रिन्टर चलाइराख्नु भएको छ भने चाहिँ यो समस्याको समाधान गर्नको लागि चाहिँ तपाईले चाहिँ यहाँ देख्न सक्नुहुन्छ प्रिन्ट हेड क्लिनिङ भनेको छ र हामीले यो अप्सनमा क्लिक गर्नुपर्छ। प्रिन्ट हेड क्लिनिङमा क्लिक गरिसकेपछि यसले केही समय लिन्छ। तपाईले स्टार्टमा थिच्नुहोस् र यसले प्रिन्टरमा तपाई आवाज सुन्न सक्नुहुन्छ। यसको अर्थ हो प्रिन्टरले चाहिँ प्रिन्टरमा भएको ब्रस अथवा प्रिन्टर भित्रमै भएको चाहिँ रिपेयर सिस्टमले चाहिँ प्रिन्टरलाई चाहिँ क्लिनिङ गर्न थाल्छ र यसले केही समय लिन्छ। यसले 2 देखि 5 मिनेटसम्म पनि समय लिन सक्छ र यदि यो अप्सनबाट पनि तपाईको समस्याको समाधान भएन भने चाहिँ पावर क्लिनिङ भन्ने अप्सन रहेको छ र यो अप्सनले चाहिँ अलि बढी इङ्क कन्ज्युम गर्ने भएकोले गर्दाखेरि चाहिँ यो चाहिँ अन्तिम केसमा मात्रै तपाईले यो अप्सन लिनु होला। यदि चाहिँ प्रिन्ट हेड क्लिनिङ अप्सनबाट पनि तपाईको समस्या समाधान भएन भने, तर प्राय जसो चाहिँ यो अप्सनबाट प्रिन्ट हेड क्लिनिङले चाहिँ 90% केसमा चाहिँ यो समस्याको समाधान हुन्छ। अब हामी केही बेर चाहिँ म यो भिडियोलाई पज गर्नेछु र यो सकिसकेपछि फेरि कन्टिन्यू गर्नेछु। प्रिन्ट हेड क्लिनिङ कम्प्लिट भइसकेको छ। अब तपाईले चाहिँ प्रिन्ट नोजल चेक प्याटर्नमा क्लिक गरेर चाहिँ एउटा पेज चाहिँ तपाईले चाहिँ चेक गर्नको लागि प्रिन्ट गर्न सक्नुहुन्छ। म चाहिँ अहिलेलाई फिनिश क्लिक गर्छु र यसलाई क्लोज गरेर यसले अब काम गर्छ या गर्दैन भन्ने यसको चेक गर्छु। त्यसको लागि मैले कुनै फाइल ओपन गरे, कन्ट्रोल पी, त्यसपछि प्रिन्टर सिलेक्ट गर्नुहोस्, पेपर राखिसकेपछि अब प्रिन्ट हेर्न सक्नुहुन्छ प्रिन्ट राम्रो आएको छ र यसरी नै चाहिँ तपाईले आफ्नो प्रिन्टरलाई चाहिँ केही समयमा आफैले घरमै यो समस्याबाट चाहिँ मुक्त हुन सक्नुहुन्छ। आजको लागि यति नै, धन्यवाद।